नमस्कार। आज म तपाईहरुलाई नेम इन्स्टिट्युटमा स्वास्थ्य लोकसेवा तयारी गरी नेपालको सङ्घ प्रदेश स्थानीय तह तिनै तहमा 7 ठाउँमा हेल्थ असिस्टेन्ट अयब गरी 7 ठाउँमा नाम निकाल्नु भएका लोकेन्द्र बोरा भाइसँग आफूले कसरी आफ्नो पढ्दाको अनुभवहरू लगायत विभिन्न एक्सपिरियन्सहरू आज शेयर गर्नलाई हामी यो पोडकास्टमा उपस्थित भएका छौँ। सबैभन्दा पहिला भाइलाई स्वागत छ। धन्यवाद सर। भाइको थोरै परिचयबाट सुरु गरौँ न। मेरो नाम लोकेन्द्र बोरा, घर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको मङ्गलसेन नगरपालिका 9 हो। मैले चाहिँ 1 देखि 9 क्लाससम्मको माध्यमिक तहको शिक्षा चाहिँ सोडासा माध्यमिक विद्यालय मङ्गलसेन र त्रिभुवन माध्यमिक विद्यालय गौशाला महत्तरीमा चाहिँ मैले सम्पन्न गरेँ। अनि त्योभन्दा पछि डिप्लोमा लेभलको शिक्षा चाहिँ मैले चाहिँ श्री शैलेश्वरी फार्मेसी स्कुल अफ हेल्थ साइन्स धनगढी कैलालीबाट चाहिँ उत्तीर्ण गरेँ। अनि त्योभन्दा पछि चाहिँ लोकसेवाको तयारी चाहिँ काठमाडौँ स्थित नेम इन्स्टिट्युटमा चाहिँ तयारी गरेको छु। थोरै हेल्थ असिस्टेन्ट पढ्दाबाटै सुरु गरौँ हैन। हेल्थ असिस्टेन्ट धेरैजना हेल्थ असिस्टेन्टै हुनुहुन्छ हाम्रो नेममा पढ्ने हैन। कसरी पढ्नुभयो, कलेजबाटै सुरु गरौँ न। कलेजमा कस्तो भयो पढाइ हैन, फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयरको थोरै छोटकरीमा अनुभवहरू भनिदिनु न। हजुर, मेरो पढाइ चाहिँ पहिला चाहिँ म पढाइमा पहिलेदेखि नै त्यस्तो रुचाउने मान्छे चाहिँ होइन है। कमजोर, मेरो बेस चाहिँ एकदम कमजोर भएको व्यक्ति हो। अनि पढाइको चाहिँ सुरुवात चाहिँ कलेज लेभलबाट नै भयो। कलेज लेभलबाट नै म चाहिँ जे कुराहरू स्कुलमा कलेजमा सरहरू जुन कुराहरू लेखाउनुहुन्थ्यो त्यो कुराहरूलाई चाहिँ त्यो दिन चाहिँ म घरमा आएर चाहिँ त्यो दिन नै याद गरिहाल्थेँ। त्यसरी नै सुरुवात भयो सर। भनेपछि फर्स्ट इयर सेकेन्ड इयर त्यसरी राम्रो नै सुरुवात भयो। के कस्तो थोरै मार्क्सहरू के छ? मार्क्सहरू भने हजुर, मैले चाहिँ कलेज टप कहिले गर्न सकेन। मैले चाहिँ यो धेरै मान्छेहरूले अब मलाई टपर हो भनेर पनि सोचिराख्नु भयो होला। मैले चाहिँ कलेज चाहिँ कहिले पनि टप गरेन। म चाहिँ फर्स्ट इयरमा चाहिँ चौथो पाँचौँ स्थानमा आएको थिएँ। अनि सेकेन्ड इयरमा सेकेन्ड प्लस थर्ड इयरमा सेकेन्ड, दोस्रो स्थानमा दोस्रो इयर र तेस्रो वर्ष र दोस्रो वर्ष बढी मेहनत गरेँ। त्यो बढी मेहनत गर्दाको बावजुद पनि टप गर्न चाहिँ कहिले सफल भएन त्यो कलेज लाइफ। त्यसपछि के गर्यो त? थर्ड इयरको एक्जाम दिइसकेपछि अब दाइहरूले नि कन्सल्ट गरेँ। अब है लोकसेवाको तयारी गर्नुपर्छ, करारमा जागिर खानुहुन्न, करार इज फरार भन्ने कुराहरू भयो होइन। त्योभन्दा चाहिँ लोकसेवा तयारी गर्नलाई चाहिँ अब दाइहरूले काठमाडौँ जा लोकसेवा तयारी गर भन्ने कुराहरू गर्नुभयो। अनि त्योभन्दा चाहिँ यता आएर हजुरहरूसँग भेट भयो। अनि त्यही अनुसार अगाडि बढ्यो। सुरुमा चाहिँ लाइसेन्सको पनि तयारी कस्तो भयो कि लाइसेन्स नै लोकसेवासँगै गर्नुभयो नि के? हजुर, त्यही सुरुवातमा नै अब मैले चाहिँ एचए थर्ड इयर दिएँ। एचए थर्ड इयर दिइसकेपछि मैले चाहिँ थर्ड इयरको नतिजाको लागि मैले चाहिँ प्रतीक्षा गरिनँ। मलाई आफूलाई कन्फिडेन्ट थियो कि म पास हुन्छु भन्ने कन्फिडेन्ट थियो। अनि एचए थर्ड इयरको इक्जाम दिएको 2 दिनपछि मैले चाहिँ घर छोडेर सिधा काठमाडौँ आइहालेँ। अनि काठमाडौँ आइसकेपछि अनि सिधा लोकसेवा र लाइसेन्सको दुइटै कम्बाइन्ड क्लास चलिरहेको रहेछ हाम्रो इन्स्टिट्युटमा नेममा है। अनि त्योभन्दा पछि चाहिँ त्यो क्लास लगेर त्यसरी नै एकचोटि त्यही क्लास लगेपछि सिधै त्योभन्दा चाहिँ क्लास लाइसेन्सको तयारी गर्नुभएको। लाइसेन्स लोकसेवा दुइटैको सँगै एकैचोटिमा दुइटै हो। थोरै अब लोकसेवा एकैपल्ट फर्स्ट प्रयासमै गर्नुभयो नि? फर्स्ट प्रयासमै भयो। थोरै हामी अब लोकसेवाको पनि कसरी पढ्नुभयो, के पढ्नुभयो होइन, थोरै यसको एक्सपिरियन्सहरू त हामी अब थोरै साथीहरूलाई हुन्छ नि सेयर गरिदिनु कसरी के भयो पढाइ होइन कसरी। हजुर है, लोकसेवा पढ्दाखेरि अब यता आउँदाखेरि त्यति राम्रो बेस पनि थिएन र त्यति कमजोर बेस पनि थिएन। किनभने कलेज लेभलदेखि नै मैले एउटा अलिकता भए पनि इम्प्रुभ गरिसकेको थिएँ। अब यता आइसकेपछि लोकसेवा भनेको मैले पनि आफूले बुझेको अनुसार एउटा हार्डवर्क भइहाल्यो, मेहनत छँदैछ, धैर्यता, पेसेन्स हुनु पऱ्यो, अनि त्यो डिसिप्लिन इमान्दारिता हुनु पऱ्यो, अनि कन्टिन्युटी निरन्तरता। यो लोकसेवाको पर्यायवाची शब्द जस्तै रहेछ नि। लोकसेवाको चाहिँ अर्को रूप भनेको यिनीहरू नै हो है। त्यसलाई आत्मसात गरेर अगाडि बढ्यो भनेपछि सफल हुन त्यति गाह्रो पनि रहेन रहेछ। यदि बिचमा डिस्कन्टिन्यू गऱ्यो भनेपछि लोकसेवालाई चाहिँ निरन्तरता दिन एकदम गाह्रो हुने रहेछ। मैले चाहिँ त्यही अनुसार चाहिँ कन्टिन्युटी चाहिँ मैले बिचमा म दसैँ तिहारहरू आएँ है, बिचमा हाम्रो चाडपर्वहरू धेरै आए। आमाले घरबाट दाइहरूले चाहिँ एकदम रिक्वेस्ट गरिराख्नु भएको थियो घर 4-5 दिनको लागि भए पनि घर आएर जा भन्दा। तर मैले चाहिँ उहाँहरूलाई वचन दिएको थिएँ, जबसम्म लोकसेवा नाम निकाल्दिनँ, जबसम्म म आफ्नो खुट्टामा उभिँदिनँ, जबसम्म म जागिर खाँदिनँ, तबसम्म तपाईँहरूलाई चाहिँ म मेरो अनुहार देखाउँदैन भन्ने चाहिँ मैले उहाँहरूलाई चाहिँ बाचा गरेर आएको थिएँ। हो त्यही थियो। होस्टेलमा बसियो। अनि बसिसकेपछि त्यही अनुसार लाग्यो। अब आमाको अनुहार देख्दाखेरि झन् दुःख लाग्ने। अब हुन्छ नि, बुढियासकाल लाग्दै गयो, उहाँसँग समय कम छ, आफ्नो पनि उमेर गइरहेछ, बढ्दै गएछ। त्यो आउने रहेछ हो है। अब त्यही त आमाको
घरै नगइकन होइन यहीँ काठमाडौँमै बसेर 1 वर्ष तयारी गरी होइन 1 वर्ष तयारी गरेँ। कति बस्यो काठमाडौँमा तपाईँको चाहिँ काठमाडौँमा 1 वर्षसम्म बस्यो। 1 वर्षसम्म बसेर पढ्यो होइन 1 वर्ष होटेलमा बसियो। त्यही हो, अब नाम निकाल्दासम्म घर जाँदिनँ भन्ने चाहिँ मनमा अठोट थियो। नाम निस्क्यो, नाम निस्किसकेपछि एकुरेक घरका आएको। अनि थोरै अब कसरी जस्तो पढ्दाखेरि चाहिँ के गर्नुभयो तपाईँले होइन, जस्तो एक्जामहरू, डेली एक्जामहरू, विकली एक्जामहरू होइन, के कुरालाई चाहिँ तपाईँले विशेष अब सर्टकटमा भन्दाखेरि चाहिँ सर्टकटमा के कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट रहेछ तपाईँको विषयमा है? अब गरेको हुन्छ नि राम्रो विषय चाहिँ के रहेछ? अब म आफ्नो अनुभव चाहिँ भन्न सक्छु है। अब यसरी गर्नुपर्छ र यही फलो गर्नुपर्छ भन्ने चाहिँ छैन, तर मेरो अनुभव चाहिँ है यस्तो गर्दाखेरि चाहिँ अलि हुने रहेछ है भन्ने खालको चाहिँ भन्न सक्छु। सबभन्दा पहिला लोकसेवा प्रिपरेसनको लागि चाहिँ हामीहरूको लागि चाहिँ सबभन्दा पहिला चाहिँ कम्प्लिट नोट है। फर्स्टमा हामीले सिलेबसमा भएको एउटा क्वेसनको एन्सर चाहिँ हाम्रो नोटमा हुनु एकदम जरुरी छ है। एउटा वर्डको मिनिङ हाम्रो नोटमा हुन एकदम जरुरी छ। कम्प्लिट नोट बिना लोकसेवा नाम निकाल्न मलाई जहाँसम्म लाग्छ गाह्रै पर्छ जस्तो लाग्छ है। अनि आफूले लेखेको आफूले बनाएको नोटहरू भएपछि एकदम उत्तम हुन्छ। हामी कतिपयको साथीहरूको बानी हुन्छ अरूको नोटहरू पढ्ने, कपी गर्ने है, त्यो बानीहरू चाहिँ एकदम गलत हो। आफूले लेखेको आफूले मेहनत गरेको नोट भएपछि एकदम सहज हुन्छ। सबभन्दा पहिला 1 नम्बरमा चाहिँ कम्प्लिट नोट, कम्प्लिट नोट आफूले लेखेको क्लासमा है हो एकदम क्लासमा लेखेको, अनि आफूले पनि यताउता खोजेर हुन्छ कि के गरेर हुन्छ कम्बाइनेसन गरेर एउटा कम्प्लिट नोट हुनु एकदम आवश्यक छ। कम्प्लिट नोट, अनि कम्प्लिट नोट पछि चाहिँ कम्प्लिट रिभिजन। मैले सबभन्दा बढी फोकस गरेको भनेको कम्प्लिट रिभिजनलाई हो। म चाहिँ रिभिजन यति धेरै गर्थेँ कि यो मेरो नोटहरूको पानाहरू पुरै च्यातिसकेका थिएँ त्यो रिभिजन गर्दा गर्दै है। अनि पानाहरू नै थिएन बिचका त, त्यो पुरै चिप्काउँदै टाँस्दै त्यो पानाहरूलाई स्टिच गर्दै पढ्थेँ क्या म। त्यति रिभिजन गर्थेँ म है। कम्प्लिट रिभिजन मोस्ट भिभिआई भनेको कम्प्लिट रिभिजन। बारम्बार जति सकिनुहुन्छ बारम्बार जति सकिन्छ बारम्बार रिभिजन गर्दै गर्ने। अनि अर्को चाहिँ जो सिलेबस हुन्छ त्यो सिलेबसको राम्रोसँग अध्ययन गर्नु एकदम आवश्यक छ है। तर मेरो चाहिँ यो बानी चाहिँ थिएन है। म सिलेबस चाहिँ मैले पढ्दै परेन, त्यो चाहिँ मैले गलत गरेँ। किन भन्दाखेरि मैले कहाँनिर थाहा पाएँ भन्दाखेरि कर्णालीको इक्जाम दिन जाँदाखेरि त्यता चाहिँ फर्स्ट पेपरमा चाहिँ त्यो सिलेबसको फर्स्ट लाइनबाटै आएको थिएँ क्वेसनहरू, मेन हेडलाइनबाटै क्वेसनहरू आएको थिएँ प्रायः। 3वटा क्वेसन त्यसरी बिगाडेको मैले चाहिँ, किनभने मैले सिलेबस अध्ययन गरेको थिएन। त्यही भएर एकदम सिलेबसको एकदम राम्रोसँग अध्ययन गर्नु होला, सिलेबस कम्प्लिट रिड गर्नु होला टप टु बटन। अनि त्योभन्दा पछि म चाहिँ लाइब्रेरीमा गएर पढ्थेँ। म घरभन्दा बढी चाहिँ म लाइब्रेरीमा गएर पढ्थेँ। मैले यता काठमाडौँमा भएको प्रायः सबै लाइब्रेरीमा मैले चाहिँ दिनहरू बिताएको छु भनौँ। त्यहाँ चाहिँ हाम्रो रुमभन्दा पनि बढी म चाहिँ लाइब्रेरीमा गएर पढ्थेँ। लाइब्रेरीमा गएर पढ्दाखेरि चाहिँ त्यहाँ हाम्रो प्रतिस्पर्धीहरू पनि हुन्छन्, त्यहाँ कम्पिटिटरहरू हुन्छन् है। उनीहरूको कतिको क्षमता छ, उनीहरूको पढ्ने शैली के छ त्यो पनि हामी त्यहाँबाट सिक्न सक्छौँ। अनि अर्को कुरा के हुन्छ भन्दाखेरि त्यहाँ भएपछि चाहिँ अरूलाई देखेर पनि हामीलाई पढ्न मन लाग्ने रहेछ क्या, मोटिभेसन हुने रहेछ त्यहाँबाट होइन। अनि त्यसरी पढ्दै गऱ्यो। लाइब्रेरी गएर पढ्नेको बानी विकास गर्नु होला भन्छु म चाहिँ होइन। धेरै पढिन्छ, त्यसरी राम्रोसँग पढिन्छ, एकदम फोकस भएर कन्सन्ट्रेसन भएर पढिन्छ है। लाइब्रेरी गएर पढ्ने बानी विकास गर्ने। अनि त्योभन्दा पछि हाम्रो विकली मोक टेस्टहरू छन्, त्यो चाहिँ छुटाउनु भएन। बरु क्लास लगिराख्नु भएको छ र बिचमा 4-5 दिन 5-7 दिन ल 1 महिना क्लास छोडे पनि त्यति खासै असर पार्दैन होला जति हामीले मोक टेस्ट छोड्छौँ नि त्यसैले असर पार्छ। शनिबारको टेस्ट इक्जामहरू हुन्छ, त्यो टेस्ट इक्जामहरू चाहिँ त्यही जति भिभिआई जहाँसम्म लाग्छ सबभन्दा पहिला रिपिटेसन भन्दा पछिको भिभिआई चाहिँ मोक टेस्ट जस्तो लाग्छ। मैले आफूले पनि भोगेको हुनाले। जस्तो तपाईँको चाहिँ यो शनिबारको एक्जामहरू हुन्छ नि, कस्तो हुन्छ नि लाइसेन्स पढ्न आउनेले चाहिँ अब लाइसेन्सको तयारी गरिरहेको छु मैले होइन। अब किन यो चाहिँ जस्तो फर्स्ट पेपर त पारा दिनुहुन्छ होइन, तर सेकेन्ड पेपर चाहिँ के भन्छ नि अब मैले पढेकै छैन होइन भन्ने छ। तपाईँले चाहिँ कहिलेबाट सुरु गर्नुभयो? मैले चाहिँ यो सेकेन्ड पेपर लेख्न हजुर रिटर्नको चाहिँ सुरुवाती चरणमा चाहिँ मैले पनि दिएको थिएन है। सुरुवाती चरणमा दिएको थिएन, तर हाम्रो दाइ चाहिँ यही क्षेत्रबाट चाहिँ लोकसेवा निकालेर उहाँ चाहिँ माथि जानुभएको थियो र उहाँले पछि सल्लाह दिँदै गर्नुभयो। हामीले पछि लड्ने भनेको लोकसेवाकै लागि हो, पढ्ने भनेको पनि है। अहिले लिखित नभएर कामै छैन, सेकेन्ड पेपर नभएर कामै छैन। त्यही भएर त्यसलाई पनि बिस्तारै अगाडि बढाउँदै गर, इक्जामहरू दिँदै गर्नु भन्नुभएको थियो उहाँले। त्यही भएर मैले चाहिँ लाइसेन्स पढ्दै नै सेकेन्ड पेपरको पनि यता लाइसेन्सको यता सेकेन्ड पेपरको पनि दुइटैलाई सँगसँगै माथि लगेर गएको थिएँ। मैले चाहिँ उठाउँदै लेख्न थालिसकेको थिएँ मैले चाहिँ है। त्यही भएर त्यो सेकेन्ड पेपर लेख्दाखेरि शनिबारको इक्जामहरू हाम्रो जो डेली विकली मोक टेस्टहरू हुन्छ
टिप्दाखेरि चाहिँ हामीले चाहिँ समय व्यवस्थापनको कुराहरू भयो, अनि कन्टेन्टको कुराहरू भयो, क्वालिटीको कुराहरू भयो, त्यसमा एकदम इम्प्रुभ हुने रहेछ हामीहरूको है। त्यही भएर म साथीहरूलाई के भन्न चाहन्छु भने शनिबारको इक्जामहरू हुन्छ, जो विकली मोक टेस्टहरू हुन्छ, त्यो चाहिँ नछुटाउनु होला है। त्यसले एकदम हेल्प गर्छ, मलाई पनि एकदम हेल्प गरेको थियो। आशा छ हजुरहरूलाई पनि हेल्प गर्नेछ मलाई लागिरहेछ है। एकदम इम्पोर्टेन्ट भयो हैन? एकदम इम्पोर्टेन्ट, शनिबारको इम्पोर्टेन्ट। जस्तो तपाईँ के गर्नुहुन्छ शनिबारको इक्जाम दिइसकेपछि घर गएर चाहिँ तपाईँको चाहिँ त्यसको चाहिँ सोलुसनहरू एकदम के गर्नुहुन्छ तपाईँ जस्तो क्वेशनहरू आइसकेपछि? है अब क्वेसनहरू लगेर गइन्थ्यो है घरमा चाहिँ अब त्यो क्वेसनहरूको चाहिँ एन्सर आफूले अब दिमागमा भएको कुरा लेख्ने हो, त्यहाँ त कतिको मिल्यो है भनेर चाहिँ त्यहाँ हेरिन्थ्यो। बुकहरूमा हुन्छ कि नोटहरूमा हुन्छ कि कतिको मिलाएको छ भनेर घरमा पनि त्यो कुरा अब्जर्भ गरिन्थ्यो। त्यही कुराहरूले रिपिटेसन गरिन्थ्यो अनि त्यसलाई चाहिँ एउटा रेकर्ड राख्थेँ म चाहिँ। शनिबारको पेपरहरूको चाहिँ त्यो पेपरहरूको सोलुसन चाहिँ एउटा रेकर्ड, छुट्टै रेकर्ड राख्थेँ क्या म। क्वेसनहरूको पनि अनि त्यसको सोलुसन पनि छुट्टै रेकर्ड राख्थेँ। अनि एक हप्तापछि त हाम्रो शनिबारको जो इन्स्टिट्युटमा हामीले इक्जाम दिए हुन्छ त्यसको चाहिँ रिजल्ट आउँछ नि, अनि त्यसलाई चाहिँ म त्योसँग दाच्थेँ क्या कतिको मिलाएको छ भनेर। त्यो अनुसार चाहिँ शनिबारको इक्जामहरूलाई चाहिँ विशेष फोकस भनेको एमसीक्यू हुन्छ, सेकेन्ड पेपर पनि बिगेस्ट फोकसमा थियो नि। अहिले त त्यही छ त, अहिले त सेकेन्ड पेपर नभएर त कामै छैन त। फर्स्ट पेपरमा हाम्रो साथीहरू, हामीसँगकै साथीहरू 46, 47 है, 46, 47, 48 मिलाउने साथीहरू थिए फर्स्ट पेपरमा, तर नाम निस्केन उहाँहरूको। म 41, 42 मिलाएर म पोस्टिङ भएको छु है। त्यस्तो हुन्छ। विशेष फोकस अहिले तपाईँ फर्स्ट पेपर भन्दा नि सेकेन्ड पेपरलाई दिनु होला भन्न चाहन्छु। सेकेन्ड पेपरको तयारी गर्दा गर्दै फर्स्ट पेपर पनि आफै कभर भइहाल्ने रहेछ। थोरै अब इन्टरभ्यूको बारेमा पनि थोरै के छ, इन्टरभ्यूमा कस्तो भयो, 7 ठाउँ दिइसक्नु भयो होइन इक्जाम त? एक्जाम के कस्तो छ इन्टरभ्यूको बारेमा थोरै कस्तो साथीहरूलाई अलिकति छोटकरीमा है। अब इन्टरभ्यू भनेको अब हामीहरूमा यदि कम्प्युटर परीक्षण त्यो भइदिएखेरि सायद धेरै प्रभाव पार्थ्यो होला है, तर हाम्रोमा चाहिँ प्राविधिकमा चाहिँ त्यो छैन। तर इन्टरभ्यूले चाहिँ त्यति धेरै फरक पार्छ जस्तो चाहिँ मलाई लाग्दैन है। किन भन्दाखेरि मैले पनि एकदम राम्रो इन्टरभ्यू गएको ठाउँ चाहिँ लास्ट ऱ्याङ्कमा थियो है, अनि अलिक झुरै इन्टरभ्यू गएको ठाउँ चाहिँ फर्स्ट अलिकति राम्रो ऱ्याङ्कमा थियो क्या मेरो है। त्यतिर पनि इन्टरभ्यू चाहिँ नआत्तिएर दिँदाखेरि एकदम नआत्तिएर दिने, एकदम कन्फिडेन्ट। इन्टरभ्यू हेर्ने भनेको डिसिप्लिन र कन्फिडेन्ट मात्रै हो। त्यो डिसिप्लिन र कन्फिडेन्ट बाहेक अरू नलेज लेभल चाहिँ फर्स्ट पेपर सेकेन्ड पेपरले निर्धारण गरिसकेको छ कि युआर इलिजिबल फर द्याट जब भनेर होइन, उसले चाहिँ निर्धारण गरिसकेको छ। त्यही हेर्ने भनेको डिसिप्लिन अनि कन्फिडेन्ट हेर्ने हो। त्यही भएर त्यति धेरै डराउनु पर्दैन। कस्तो छ अहिले अब तपाईँ कालीकोटको अस्पतालमा काम गरिरहनु भएको छ होइन, एडमिनिस्ट्रेसन पदमा काम गरिरहनु भएको छ, कस्तो छ अहिले अनुभव चाहिँ? 3 महिना भइसक्यो होइन एकदम कस्तो थोरै सरकारीमा एकदम राम्रो छ, सहज छ। हाम्रो कर्मचारी साथीहरू पनि एकदम मिलनसार हुनुहुन्छ है। उहाँले त सुरुमा मलाई जुन हुन्छ नि, म भनेको त एउटा अज्ञानताबाट गएको थिएँ नि त है। मसँग तपाईँको थ्योरी नलेज भए पनि प्र्याक्टिकल नलेज त मसँग जिरो नै थियो। तर उहाँहरूले जुन म माथि देखाउने जुन पोजिटिभ बिहेभियर देखाउनु भयो नि, त्यो म चाहिँ उहाँहरूप्रति आभारी नै छु त्यसको लागि। एकदम राम्रो छ, कार्यक्षेत्र एकदम राम्रो छ, काम गर्न यति नै सहज छ है। सबै राम्रो छ, एकदम सहयोगी भावना भएको कर्मचारी साथीहरू हुनुहुन्छ। भनेपछि अब जस्तो जो मान्छे चाहिँ तपाईँको साथीहरू घरमै बसेर तयारी गरिरहनु भएको छ होइन, लोकसेवाको हेल्थ एसिस्टेन्टको तयारी गरिरहनु भएको छ, के छ घरै बसेर तयारी गर्दा राम्रो होला कि, अथवा नेम इन्स्टिट्युटमा आएर पढ्नुहुन्छ होइन, इन्स्टिट्युटमा आएर पढ्दा राम्रो होला कि, त बुकहरू पनि थोरै के कस्तो भने बुकहरूको पढाइ कस्तो हुन्छ, अनि थोरै अब नेममा चाहिँ के कस्तो पढाइ भयो होइन, यसको बारेमा थोरै अलिकति छोटकरीमा कुरा गरौँ त होइन। साथीहरू जो घरै बस्नु भएको छ उहाँहरूले पनि केही नेममा पढेको त्यसलाई पनि के फाइदा होस् होइन, अलि थोरै त्यही त। अब मलाई जहाँसम्म के लाग्छ भन्दाखेरि हामीले अनलाइन भन्दा नि त्यो अनलाइन त भयो त घरबाटै चाहिँ होइन। अनलाइन भन्दा नि फिजिकल क्लास चाहिँ एकदम एट्र्याक्टिभ अनि इफेक्टिभ हुन्छ जस्तो चाहिँ मलाई लाग्छ है। मैले आफूले पनि अनलाइनै के अरे त्यो फिजिकल लग्यो है, अनलाइन लग्ने साथीहरूलाई पनि मैले निहालेकै हो है राम्रोसँग। अनि अर्को कुरा के हो भन्दाखेरि घरमा त जहाँसम्म लाग्छ घरमा त्यो पिसफुल वातावरण चाहिँ एकदम फेभरेबल इन्भाइरोमेन्ट स्टडी गर्नलाई चाहिँ त्यस्तो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है। हामीले जुन एकदम निरन्तर एकुरो भएर लाग्नुपर्ने हुन्छ, कन्सन्ट्रेट भएर लाग्नुहुन्छ। सेल्फ स्टडी गर्ने हुन्छ नि, जस्तो अनलाइन चाहिँ नपढ्ने तर घरै बसेर म पढ्छु भन्ने हुन्छ नि त, इन्स्टिट्युटमा पढ्दिनँ घरै बसेर पढ्ने भन्नुहुन्छ हो। सक्नुहुन्छ भनेपछि त्यो मान्छे अनुसार भर पर्ने हो, मान्छेको नेचर अनुसार भर पर्ने हो, उसको घरको व्यवस्था कस्तो छ भन्ने कुरा भर पर्ने हो है। त्यो अनुसार फरक पर्छ हजुरले नेममा आएर पढ्नु र पहिला चाहिँ हुन्छ नि त्यो एचए पास आउट गरेको र अहिलेको हुन्छ नि कतिको फरक पाउनु भएको छ तपाईँले? एकदम राम्रो छ है। मैले पहिल्यै भनिसकेँ मेरो बेस त्यति धेरै पनि थिएन, कम पनि थिएन है। नेममा आइसकेपछि जो नेमले दिनुभएको नोटहरू थियो, जो नेमले दिनुभएको बुकहरू थियो, त्यो बुकहरूलाई निरन्तर पढ्दै गएँ, रिपिटेसन गर्दै गएँ। अन्य बुकहरू पनि हेरेँ, नहेरेको होइन है, अन्य नोटहरू पनि हेरेँ अनि इम्प्रुभ भयो, राम्रो भयो भनौँ, एकदम राम्रो छ।
अनि अब हामी अब लगभग धेरै कुरा त हामी गरिसक्यौँ होइन, अब तपाईँ कसरी पढ्यो के पढ्यो भन्ने कुरा हामी धेरै भइसक्यो होइन, धेरै कुरा गरिसक्यौँ हामीले। अब थोरै तपाईँको चाहिँ अब भनौँ न 7 ठाउँमा नाम निकाल्दाखेरि होइन कस्तो अनुभव भयो त अहिलेसम्म, थोरै अलिकति अनुभव सुनाउनुहोस् न। एकदम राम्रै अनुभव भयो है, घर परिवार पनि प्राउड फिल गरिरहेछन् है, दाइहरूले प्राउड फिल भइरहेछ, एकदम आफूलाई पनि एकदम प्राउड फिल नै भइरहेछ, राम्रो भइरहेछ एकदम। अनि थोरै पहिलेदेखि अलिकति चाहिँ कस्तो रह्यो जीवन होइन, तपाईँको सङ्घर्ष यहाँसम्म आउँदाखेरि होइन, थोरै अलिकति सङ्घर्षका कुराहरू पनि के छ होइन? जीवन भनेकै सङ्घर्ष हो है, सङ्घर्ष धेरै गर्नुभयो नि, एचए पढ्दा नि दुःख गर्नुभयो, स्ट्रगल फर एक्जिस्टेन्स, थोरै अलिकति साथीहरूलाई क्रम विकास, त्यही त स्ट्रगल फर एक्जिस्टेन्स है, बाँच्नको लागि सङ्घर्ष भन्ने सिद्धान्त नै छ। सङ्घर्ष जीवन भनेकै सङ्घर्ष हो। अब भन्नुपर्दाखेरि अब पहिले है हाम्रो चाहिँ सानैमा बुवा बित्नुभयो, हाम्रो चाहिँ बुवा बितेकै 16, 17, 18 वर्ष समथिङ भयो है बुवा बित्नु भएको। त्योभन्दा पछि चाहिँ अब आमाले प्लस दाइहरूले जति जे गरे पनि त्यही अनुसार अगाडि बढ्यो। त्योभन्दा पछि चाहिँ हाम्रो ठुलो दाइ चाहिँ बुवा बितिसकेपछि ठुलो दाइ चाहिँ विदेशी हुनुभयो। उहाँ पढाइमा एकदम राम्रो अब्बल मान्छे हुनुहुन्थ्यो, तर घरको आर्थिक चापले गर्दाखेरि उहाँले चाहिँ पढ्न सक्नु भएन। अनि त्योभन्दा पछि चाहिँ उहाँ चाहिँ पढाइ छोडेर चाहिँ घरको जेठो छोरो भएका हुनाले चाहिँ जिम्मेवारी चाहिँ एकदम टाउकोमा आइहाल्यो जिम्मेवारी। त्योभन्दा चाहिँ दाइ चाहिँ पढाइ छोडेर चाहिँ इन्डिया जानुभयो है। इन्डिया गइसकेपछि अनि त्योभन्दा चाहिँ घरमा हामीहरूले पनि घरमा आमाले पनि गाई भैँसी है कृषि होइन त्यही खेती किसानी गरेर चाहिँ जीविकोपार्जन गर्दै गयौँ। अनि उता दाइले पनि उता इन्डियातिर गएर उताबाट पनि काम गर्दै गरे, उताबाट पनि पैसा पठाउँदै गरे। त्योभन्दा पछि हामीले अनि मभन्दा पछि एउटा दाइ हुनुहुन्छ, अहिले उहाँ चाहिँ जनस्वास्थ्य अधिकृत भइसक्नुभयो है। त्यहाँदेखि उहाँले पढ्नुभयो। अनि त्यहाँभन्दा चाहिँ उहाँले पढिसकेपछि उहाँले पनि रेगुलर पढ्दै गर्नुभयो। 18-19 वर्षको उमेर उहाँले खाइहाल्नुभयो जागिर। त्योभन्दा पछि अनि जागिर खाइसकेपछि अनि म चाहिँ पहिला पढाइमा एकदम कमजोर थिएँ, लास्ट कमजोर। मलाई पढ्नु भनेपछि मर्नु जस्तै लाग्थ्यो क्या पढाइमा अलिकति पनि ध्यानै नजाने है। अनि त्योभन्दा पछि मैले चाहिँ बिचमा 1-2 क्लास 3, 4, 5, 6 क्लास पढेँ। 9 क्लासमा चाहिँ पढाइ छोड्ने निधो गरेँ आफैले। म त पढाइ हुनेवाला छैन, म पढ्दिनँ भनेर चाहिँ आफ्नै इच्छा अनुसार है, घरमा आर्थिक चाप भएर पनि होइन है, केही प्रब्लम भएर पनि होइन, आफूलाई पढ्ने मन लाग्यो। म सक्दैन, यो पढेर कामै छैन, पढ्न मेरोबाट हुने छैन, हुँदैन भनेर चाहिँ मैले चाहिँ 9 क्लासमा चाहिँ ब्रेक गरेँ पढाइ। अनि ब्रेक गरिसकेपछि इन्डिया गइसकेपछि 2 वर्ष इन्डिया बसिसकेपछि त्यतिखेर यता दाइले पनि जागिर खाइसक्नु भएको थियो। अनि दाइले फेरि बोलायो यता, फेरि अब आउनुपर्छ, पढ्नुपर्छ, केही हुन्न, 10 क्लास त पढ, 10 क्लास नपढेको मान्छेको भ्यालु के छ भन्ने कुराहरू गर्नुभयो दाइले। अनि त्योभन्दा पछि आफूलाई त आउने मनै थिएन, पढाइमा फेरि त्यस्तो ट्यालेन्ट पनि थिएन, अब्बल पनि थिएन। मलाई थाहा थियो म पढेर केही गर्न पनि सक्ने छैन भन्ने चाहिँ लागिरहेको थियो पहिलादेखि। अनि दाइले जबरजस्ती बोलायो त है, दाइले आमाले कर गर्नुभयो, त आउनै पर्छ 10 क्लास मात्र पढ, त्योभन्दा चाहिँ फेरि गइहाल्ला भन्ने कुराहरू फकाइ गरेर लिएर आउनुभयो। ल्याइसकेपछि त्यतिखेर दाइको नियुक्ति चाहिँ मत्रे जिल्लामा भएको थियो, मधेस प्रदेशको मत्रे जिल्लामा भएको थियो। मत्रे जिल्लामा भइसकेपछि उहाँले चाहिँ आफूसँगै राखेर चाहिँ मलाई पठन पाठन गराउने चाहिँ निर्णय गराउनु भयो। अनि आफूसँगै राखेर चाहिँ 9-10 क्लास चाहिँ उतैबाट फेरि 9 क्लास पढ्नु पऱ्यो। 9 क्लास पहिला पनि पढेको, फेरि 9 क्लास 10 क्लास मत्तरीको गौशाला भन्ने ठाउँमा चाहिँ 9-10 क्लास उताबाट पढ्यो। अनि उता पढिसकेपछि कोरोना आयो बिचमा, कोरोनाले गर्दाखेरि इक्जाम दिनु परेन, अनि त्यतिकै पास भइहाल्यो। सायद इक्जाम दिएको भइदिएखेरि म जहाँसम्म लाग्छ 10 क्लासमै रोकिन्थेँ होला म है। म एकदम कमजोर थिएँ, म धेरै कमजोर थिएँ, मलाई इङ्ग्लिस पढ्न आउँदैन थियो। त्यही माथि दाइको जबरजस्तीले गर्दाखेरि, दाइको डरले गर्दाखेरि ओपिडी म्याथ लगेर पढ्नु पऱ्यो। मलाई म्याथको केही आउँदैन आउने है, त्यो दाइको डरले गर्दाखेरि ओपिडी म्याथ लग्नु पऱ्यो त्यहाँ। आफू लास्ट डर लागिसकेको थियो आफूलाई। अनि इक्जामहरू पनि नजिक आउँदै थियो है। फेल भइन्छ भने पुरै कन्फिडेन्ट छ, पास भइन्छ भने त्यो अलिकता पनि आत्मविश्वास नै छैन। फेल भइन्छ भने पुरै कन्फिडेन्ट थियो। धन्न कोरोना आयो, कोरोनाले गर्दाखेरि राम्रै मार्कले चाहिँ पास भयो। अनि पास भइसकेपछि अब के गर्ने, अब म फेरि इन्डिया जान्छु भनेर घरमा उही त फेरि दाइलाई है सल्लाह भन्दा नि दाइहरू मान्न लाएको छैन, कहाँ त्यस्तो हुन्छ, पढ्नुपर्छ भन्छन् है। मलाई चाहिँ पढ्दैन, मेरो पढ्नमा इन्ट्रेस्ट छैन, म पढ्दैन, म गइहाल्छु, म इन्डिया गइहाल्छु या विदेशतिर गइहाल्छु जहाँ म पासपोर्ट बनाउँछु, म पढाइ चाहिँ मबाट हुनेवाला छैन, म पढ्दैन भन्ने कुराहरू गरेँ। अनि त्यो भन्दा दाइले चाहिँ कहाँ त्यस्तो भनेर हुन्छ, पढ्नु पऱ्यो, नपढाए मान्छेको भ्यालु के छ है। 10 क्लासमा पनि राम्रै उतिखेर 3.80 जिपिए, 3.80 भनेको गाउँमै कसैको छैन अहिले
है त्यस्तो अनि त्यहाँ पढ्नुपर्छ भन्ने कुराहरू गरे दाइले पढ्दैन ठिकै छ अब पढेपछि पनि म इङ्ग्लिसवाला कोर्स पढ्न सक्दैन मेरो इङ्ग्लिस कमजोर छ जुन कोर्स नेपालीमा छ त्यो कोर्स पढाइदिनु म ठिकै छ म कोसिस गर्छु भोलिको दिन पैसा डुब्यो भनेपछि मलाई नभन्नु होला है मैले पनि भनिहालेँ दाइलाई त्यो भन्दा चाहिँ ठिक छ त त्यसो भएपछि पढ भन्ने कुराहरू गरेँ अनि मैले भने म अहिले पढ्छु म यहाँ चाहिँ सक्दिनँ दाइ पनि हेल्थ असिस्टेन्ट हुनुहुन्छ यो उहाँले चाहिँ अब यहाँ चाहिँ पढ भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो म यहाँ चाहिँ सक्नेवाला छैन इङ्ग्लिस टु इङ्ग्लिस हुन्छ के फिजिक्स केमिस्ट्री हुन्छ अरे फर्स्ट इयरमा त्यो मेरो हातबाट हुनेवाला छैन म पढ्दै पढ्दिनँ अयबसम्म पढ्न सक्छु बरु नेपालीमा हुन्छ अरे त्यो कोर्सहरू सहज हुन्छ त्यही भएर अयब पढाइदिनु भन्दा कहाँ भनेर हुन्छ ठुलो सपना देख्नुपर्छ भन्ने कुराहरू गरेँ दाइले अनि जबरजस्ती गएर या चाहिँ म आफै गएर आफै भर्ना गरेर आएँ म कहाँ गएकै छैन म त एडमिट हुन पनि गएको छैन कलेज कहाँ त्यो पनि थाहा छैन धनगढी आफै गएर त्यहाँ आफै भर्ना गरेर आउनुभयो अनि आफै भर्ना गरेर आइसकेपछि त्यतिखेर पनि इन्ट्रान्स भएन कोरोनाले गर्दाखेरि मार्कको आधारमा इन्ट्रान्स भए रहेछ नाम निकालिदिए रहेछ अनि मार्क बढी नै थियो मेरो मार्क बढी हुनाले सहजै नाम निस्किहाल्यो निस्किसकेपछि अब पढ्नै पऱ्यो तँलाई म 5 वर्षको समय दिइरहेको छु 5 वर्षमा मजाले कटाइहाल्छस् फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर 5 वर्षमा कटिहाल्छ जा मजाले पढेर के छ र 10-15 लाखै डुब्ला जति डुब्ला केही छैन मान्छेहरू गाँजा भाङ खान्छन् तास खेलेर उडाउँछन् के छ र हाम्रो त त्यस्तो छैन पढाइमा खर्च गरिदिन्छौँ पढाइमा खर्च गर्नु भने सेभिङ गरे जस्तै हो ब्याङ्कमा राख्नु जस्तै हो जा केही छैन मजाले लाग 5 वर्षमा कटिहाल्छ फर्स्ट इयर सेकेन्ड इयर भन्ने कुराहरू गरेर त्यहाँबाट पठाउनु भएको थियो दाइले त्यसरी हुन त त्योभन्दा चाहिँ यस पनि 16-17 वर्ष भइसकेको थियो अलि दिमाग पनि आइसकेको थियो त्यतिखेर पढ्नुपर्छ है अब फेरि फुल पेमेन्टमा पढेको है एकदम आर्थिक अवस्था त्यति बेला पनि अझ गाह्रै थियो अलिकता है दाइले हेरेर राख्नु भएको थियो सम्पूर्ण पुरै दाइले हेरेर राख्नु भएको थियो अनि फुल पेमेन्टमा पढिसकेपछि त त्यतिखेर त अलिक दिमाग त्यतिखेर आयो यति खर्च गरिसकेको छ भाइ अब त पढ्नुपर्छ अब मजाक होइन अब चाहिँ जिन्दगीमा मजाक गर्नु होइन जति रमाइलो भयो अब चाहिँ पढ्नुपर्छ भन्ने भयो त्यहाँदेखि पढ्यो मजाले पढ्यो रेगुलर पास भयो 5 वर्षको समय दिए त 4 वर्षमा त मैले लोकसेवा खाइहालेँ अहिले 4 वर्षमा त सरकारी जागिर खाइहाल्यो 5 वर्षमा मलाई दाइले त फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर मात्रै क्लियर गरेस् केही छैन भनेर घरबाट पठायो मान्छे 4 वर्षमा त्यसरी पढ्ने मोटिभेसन चाहिँ उसले आयो कि पहिलाको दुःख सम्झेर आयो कि के त्यही दुःखहरू आमाहरूको दुःख सम्झियो दाइहरूको त्याग सम्झियो आजकलको जमानामा बाउले हेर्दैन छोराहरूलाई दाइले त्यत्रो त्याग गरिदिनु भयो मेरो लागि त्यति उ गरिदिनु भयो त्यहाँबाट बोलाएर मेरो भविष्यको बारेमा यति सोचिदिनु भयो त्यही भएर त्यहाँदेखि मेरो पनि बढ्दै गयो दिमाग पनि नेममा चाहिँ आउने कसले भन्नु त्यही दाइ उहाँले नै दाइले नै सल्लाह दिनुभएको थियो नेममा गएर पढ्नु मजाले राम्रो छ भन्ने कुराहरू गरेको थिएँ मलाई त के थाहै थिएन काठमाडौँ पहिलोचोटि आयो पहिलोचोटि काम सम्पन्न गरेर गयो म एकचोटि मात्र आयो एकचोटि काम सम्पन्न गरेर म घरै गएँ होइन मैले त त्यहाँ आउँदाखेरि आमालाई भने मैले त म के हारेर आउँछु कि जितेर आउँछु म त्यत्तिकै त्यो ल्याङथ्याङ तरिकाले आउने जाने त्यो माटो हुनेवाला छैन कि हारेर आउँछु लोकसेवा नाम निकालिसकेपछि एक महिना काम गरियो त्यही आफ्नो कार्यक्षेत्रमा कालीकोट त्योभन्दा पछि दसैँको बेला गएको घर दसैँको बेला गएर 10-15 दिन बसेर आएको हाम्रो लगभग धेरै कुरा हामीले गरिसक्यौँ होइन जस्तो तपाईँको अब थोरै अब कसरी जस्तो नयाँ पढ्ने मान्छेलाई होइन धेरै कुरा त हामीले सल्लाह दिइसक्यौँ होइन अलिकति थोरै छोटकरीमा अब के गर्नु के कुरामा चाहिँ फोकस गर्नुपर्छ होइन अथवा नेमको चाहिँ कुन विषयमा चाहिँ बढी फोकस गर्नुपर्ने रहेछ कुन विषय चाहिँ लक्ष्यमा आउँदो रहेछ त्यसमा थोरै अलिकति भनिदिउँ न के रहेछ है त्यही त अब अहिले पछिल्लो समयमा हाम्रो फर्स्ट पेपर भन्दा नि सेकेन्ड पेपरको अलिक ऊ छ सेकेन्ड पेपरलाई बढी फोकस गर्नु होला अनि अर्को चाहिँ हामी प्राविधिकको विद्यार्थी हो अहिले जिके आइक्यू पब्लिक म्यानेजमेन्टहरू पनि छ त्यो कुराहरूलाई पनि त्यति नै प्रायोरिटीमा राख्नु होला है अनि अहिले चाहिँ हामी जब बेस त मिलाइहाल्छौँ फर्स्ट पेपर त जब बेस त्यति गाह्रो हुन्न नि त सजिलो फर्स्ट पेपर मिलाइहाल्छौँ यताबाट जिके आइक्यू पब्लिक म्यानेजमेन्ट जसले मिलाउन सक्यो नि एउटा क्वेसन मिलाएपछि 2टा नम्बर जोडिने हो अनि हो जिके जब बेस प्रायः उस्तै मिलाउँछन् सबैले 25 छन् भनेपछि 23, 24, 22 सबैले मिलाउँछन् केही नजानेको मान्छे पनि त्यहाँ गएर मजाले मिलाएर आउँछन् है गाह्रो भनेको त जिके आइक्यू पब्लिक म्यानेजमेन्ट हो त्यसलाई पनि त्यति नै प्राथमिकतामा राख्नु होला अनि शनिबारको हाम्रो जो मोक टेस्टहरू हुन्छ त्यो टेस्टहरू दिनु होला त्यसले सेकेन्ड पेपरलाई विशेष गरी फर्स्ट पेपर भन्दा नि सेकेन्ड पेपर इम्प्रुभ गर्नमा धेरै हेल्प गर्छ लागिराख्नु होला हार नखानु होला है अब दुःख घडीमा अलिक गाह्रै हुन्छ पढ्दाखेरि धेरै समस्याहरू आउँछन् है आर्थिक चापदेखि लिएर पारिवारिक समस्यादेखि लिएर सबै कुराहरू चाहिँ पढ्दाखेरि एकैचोटि चाहिँ पाहुना भएर आउने हुन् तर त्यो कुराहरूलाई चाहिँ चिरेर फाडेर अगाडि बढ्नुपर्ने हुन्छ हार नखानु होला एकदम सब राम्रो छ शिक्षकहरू पनि एकदम होइन एजुकेटेड एकदम एबल हुनुहुन्छ यत्तिको
मैले यस्तो इन्स्टिट्युटहरू पनि देखाएको छु जहाँ सिएमएले याचेलाई पढाइदिन्छ। सिएमए पढाए मान्छे, सिएमएमा जागिर खाएको मान्छे याचेको लोकसेवा तयारी गराउन लगाउँछ। त्यस्तो पनि छैन। यता त एमबिबिएस एमडी पढेको बिपिएच एमपिएच गरेका मान्छेहरू छन् नि है, यता त टिचरहरू हुनुहुन्छ नि। यत्तिकै अनुभव टिचरहरूबाट पढ्नु पाउनु भनेको पनि एकदम भाग्यमानी मान्छे हो है हामीहरू भनेको। अनि त्योभन्दा पछि उहाँहरूले दिने जो नोटहरू हुन्छ, स्विट एन्ड सर्टहरू छ, चाहिने जति लेखाउनु भएको छ, एकदम लोकसेवाले माग्ने कुराहरू जति मात्र लेखाउनु भएको छ, एकदम दामी छ है, राम्रो छ। ओभरअलमा नेमको चाहिँ सब व्यवस्थापनदेखि लिएर टिचरदेखि लिएर नोटदेखि लिएर सबै राम्रो छ। मलाई चाहिँ एकदम राम्रो लाग्छ है। नै त्यस्तो सल्लाह दिनुपर्ने चाहिँ जहाँसम्म लाग्छ त्यस्तो केही ड्रब्याकहरू चाहिँ त्यस्तो चाहिँ मैले चाहिँ केही भेटाएको छैन। भेटायो भने चाहिँ भोलिको दिनमा अब हामी छौँ, कन्ट्याक्टमै छौँ। भविष्यमा अब कि बिपिएच कि एमबिबिएस गर्ने भन्ने सोच छ। त्यसमा पनि दाइहरूको सल्लाह लग्नुपर्ने हुन्छ। अब दाइहरूले कुन सुझाव सल्लाह दिनुहुन्छ त्यही अनुसार अगाडि बढ्छौँ। राम्रोसँगले होइन अब भविष्यमा राम्रो गर्नु होइन। अब अहिले त जुन छ जुन मेहनत छ त्यसलाई कन्टिन्यू गर्दै जानु पऱ्यो होइन। एकदम सर। अब तपाईँको चाहिँ भविष्यको शुभकामना छ। राम्रोसँगले प्रति गर्नु होला। धन्यवाद सर। आउनुभयो होइन उहाँदेखि अब फेरि पनि यस्तै अझै प्रगति गर्दै जानु। हजुर सर। शुभकामना। हजुर सर, धन्यवाद सर। धन्यवाद सर।